जेन्जिसहरू अस्ति माइती घरमा आएको थियो होइन, तपाईँलाई के लाग्छ त्यो? किनकि त्यो पर्मिसन नलिएर उनीहरूले गरेको हो नि त। सो तपाईँको आँखामा, लको आँखामा त्यसले के उनीहरूले वाज इट राइट थिङ टु डु कि उनीहरूको इन्टेन्सन सफा थियो? तपाईँलाई के देख्नुहुन्छ त्यति बेला? त्यो मलाई एकदमै सान्दर्भिक प्रश्न सोध्नुभयो, कानुनी प्रश्न हो यो। त्यो एकदमै सही कुरा हो। मलाई के लाग्छ भने त्यत्रो आन्दोलनमा जम्मा भएर राष्ट्रिय झन्डा बोकेर आउने भाइ बहिनीहरूले पुलिससँग राम्रैसित उहाँहरू वाद प्रतिवादमा उत्रिनु भएको छ, उहाँहरूले सम्झाउनु भएको छ हामीहरू खाली जेन्जीहरू हौँ र हाम्रो मागहरू पुरा हुनुपर्छ भनेर हामीले राष्ट्रिय झन्डा बोकेर हामी बसेका छौँ, हामीले के गरेका छौँ र भन्ने आवाजहरू हामीले सुनेका हौँ। त्यो कुराहरू गर्नसम्म सक्ने जेन्जी भाइ बहिनीहरूले मलाई लाग्छ त्यो प्राविधिक रूपमा त्रुटि भएको मात्रै हो। प्राविधिक त्रुटि भन्छु म त्यसलाई। सिडिओ कार्यालयबाट सामान्य रूपमा हामीले यो कार्यक्रम यहाँ गर्दैछौँ भनेर अनुमति वा उसलाई जानकारी दिने चलन हुन्छ। जानकारी दिन्छ, हामीले पनि गर्छौँ, जानकारी दिन्छौँ। अब उसले यो यहाँ गर भनेर उसले अनुमति नदिएकै अवस्थामा पनि हामीले गरिराखेको अवस्था पनि छ, हामीले पनि गर्छौँ। त्यो जानकारी दिन्छौँ। अब जानकारी नदिएकै कारणले उसलाई धरपकडै गर्नुपर्छ भन्ने त्यस्तो हार्ड एन्ड फास्ट रुल सरकारको छ र हामीले यसलाई अबे गर्नुपर्छ भन्ने कुरा त्यो थिएन। उनीहरूले के गरेका छ र? के गरेको त छैन नि, होइन र? शान्तपूर्वक आफ्नो कुराहरू राखेका छन्। सरकारले हाम्रा मागहरूलाई सम्बोधन गर्नुपर्छ। हाम्रो चाहना के हो, जुन उद्देश्यले हामीहरूले आन्दोलन गऱ्यौँ, क्रान्ति गऱ्यौँ, क्रान्ति गरिसके पछाडि त्यो क्रान्तिको दौरानमा हाम्रा 76 जना कति छ, 76 जना त पुलिस समेत जोडेर हो जस्तो लाग्छ मलाई, त्यत्रा मान्छेहरू मारिएको छ होइन। योभन्दा अगाडिको आन्दोलनहरूमा पनि त्यो पैमानको हादसा भएको छैन हो। ती मार्ने मान्छेहरूलाई हाम्रै सरकार हो भन्ने अन्तरिम सरकारले पनि किन कारबाही गर्दैन अहिलेसम्म? र कुनै भ्रष्टाचारीहरूलाई पनि सिधै किन कारबाही गर्दैन?